काठमाडौँमै यस्तो मजाको रैथाने भान्सा नेपाली चुलो दाउरामा पकाएको अथेन्टिक नेपाली परिकारहरू। आज हामी आइपुग्यौं बुढालिनकण्ठमा रहेको बुढालिनकण्ठ क्याम्पिङ। यता अहिले रैथाने भान्सा खुलेको छ। हरियाली वातावरणमा नेपाली रैथाने स्टाइल कुकिङ। माटोको चुलोमा दाउरामा यता नेपाली परिकारहरू पकाइन्छ। काठमाडौँमा मोडर्न रेस्टुरेन्ट क्याफेको अहिले कमी नै छैन। कमी के छ भन्दा नेपाली चुलो दाउरामै पकाएको खानाहरू। त्यही सोचमा अहिले बुढालिनकण्ठ क्याम्पिङमा मजाको नेपाली चुलो तपाईलाई नेपाली खानाकै परिकारहरू पाउनुहुन्छ। भिडियोमा हेर्न सक्नुहुन्छ प्राय सब खानेकुराहरू एउटा गाउँको घरमै बनाएको जस्तै गरी सर्भ हुन्छ। यता हामीले चाहिँ अहिले सिजनल हरियो भट्टमा साँधेको देखि आलु चप, कुखुराको छोइला, आलु पोलेको र कुखुरा पोलेको मोलेको ट्राई गर्यौं। बुढानीलकण्ठ क्याम्पिङमा चाहिँ मजाको क्याम्प गर्न पनि सक्नुहुन्छ। यता टन्न टेन्टहरूमा विथ अल फेसिलिटिज इनसाइड तपाईहरु क्याम्पिङ गर्ने प्लानमा हुनुहुन्छ भने काठमाडौँ नजिक तर एकदम पिसफुल अनि हरियाली भएको ठाउँ यता पाउनुहुन्छ। हामी चाहिँ सबै प्रपर्टी एक्सप्लोर गर्यौं। त्यसपछि ब्याक टु रैथाने भान्सा। यता लोकल कुखुरा ग्रेभीसँग खाना सेट खाने टाइम। अब फुर्सद भएको बेला या छुट्टीको दिन आनन्दको वातावरणमा आफ्नो साथीभाइ परिवारसँग यता आएर लाइभ कुकिङको साथ नेपाली खानाको परिकार खाने हैन त।